यहाँनिर यताबाट गर्नु कि यहाँ यता दिनुपर्छ 3 फेरा त भइहाल्यो हैन 4 होइन रे हैन 3 फेरा त भइहाल्यो एक राउन्डमा भइहाल्यो नि फेरि यस्तै हुने भयो भाइ दाजु यो खोकरी दाजु खोकरी त्यहाँ काटौँ अनि यहाँनिर त्यो फोटोलाई यो भइहाल्छ एकछिन है बुवा लो भाइ अब दाजु खोकरी बोकिराख्न त्यो तलको गाँठो त्यस्तै हो दाजु हाम्रो त त्यस्तै नै बनाएको त्यस्तै मैले बनाए त्यस्तै त्यही त मैले भनेको त्यस्तै बनाएको जोड्नी त्यस्तै हो कुन चाहिँ भयो यो माला यहाँ फोटोमा लगाउने हो नि भइसक्यो अब त्यसलाई एउटा व्यवस्थापन गरौँ ल तेजा कसरी नखिच्नु सबैतिर खिच्नु पर्यो त्यतिकै राखिदिनु यसरी यसरी भइहाल्यो झरेन यो साइडमा कतिवटा लाग्छ दुईटा छ यता साइड र यता साइडमा कतिवटा छ एकछिनमा छ अहिले यताबाट कान्छ अघि जसरी हामीले घुमायौँ नि त्यसरी नै त्यो फुल पनि रोपिहाल न यता सुरमा होला नि रोपेर गर्नु चौकोतिर साइले फुल रोप न त त्यो ए सुजाता रोपिहाल न फुल रोप साह्रै खाने कि पत्ता अब त हेर्ने फटाफट यहाँ गर्ने काम हाँगो भचार रोप न सरिहाल्छ नि एक लाइन मिलाएर रोप्नु लिङ्गोमा रोप न ए हुन्छ त्यहाँ रोप्दा नि ऊ त्यहाँ हौ त्यो खुकुरी गाडी ठाउँमा हो त्यहाँ डर थिच सुजाता
यसको सिधा गर न अलि भित्रपट्टि रोप ठुली हो त्यो तिमीले गाडै ठाउँमा चाहिँ रोपे बेटर हुन्थ्यो अलिक त्यो त माथि माथि गर्नु हाम्रो चेलीपेटीहरू त्यहाँ हो त्यो सेन्टरमा चढाउनु ल अब यहाँ बस्छ नि पानी हो हजुर देब्रेल्यान्ड पहिला
पहिले तङबा अब उताबाट बनाइएन यहीँ खसाखसी बनायो ठिकै छ छिनमा छोकरा ल्याएकै थियो तङबा त फिट भइगयो अन्डाहरू दही दुध के छ कसो छ अब सबै एउटै नछोडिकन एउटै नछोडी